यदि तपाईँ पनि टोइलेट जाँदा मोबाइल फोन साथैमा लैजानुहुन्छ भने यो भिडियो तपाईहरूको लागि, किनकि यो सानो बानीले तपाईहरूको शरीरमा ठुलो समस्या हुन सक्छ। आजकल धेरै मानिसहरू टोइलेट जाँदा फेसबुक स्क्रल गर्छन्, टिकटक हेर्छन् वा गेम खेल्छन्। हामीलाई लाग्छ समय बिताउनु राम्रो हो, तर शरीरका लागि भने यो एकदमै खराब बानी हो। जब तपाईँ मोबाइल फोन हेर्दा लामो समय टोइलेटमा बस्नुहुन्छ, तपाईँ धेरै बेर बसिरहनु, शरीरमा अननेसेसरी प्रेसर पर्छ र ब्लड फ्लो बढेर पाइल्सको जोखिम बढ्छ। डाक्टरहरू भन्छन् टोइलेटमा 5 मिनेटभन्दा बढी बस्नु हुँदैन, तर मोबाइलकै कारण मानिसहरू 15 देखि 20 मिनेट बसिरहेका हुन्छन्। यसले तपाईहरूको शरीरमा पाइल्स हुने, कब्जियत हुने र संक्रमणको जोखिम पनि बढ्छ। अझ अर्को ठुलो समस्या तपाईहरूको मोबाइलमा लाग्ने जीवाणु। टोइलेटमा भएको ब्याक्टेरिया मोबाइलमा बस्छ अनि त्यही मोबाइल तपाईको खाना खाँदा, ओछ्यानमा, अनुहारमा पनि लगाउनुहुन्छ। साँचो भन्नुपर्दा यो बानी धेरैलाई थाहा नभएको बनेको बानी हो। हामीलाई लाग्छ अलि फेसबुक हेर्दै बस्छु, तर शरीरमा भने त्यो समस्या धेरै भारी पर्छ। यसको समाधान के हो त? टोइलेट जाँदा मोबाइल बाहिरै छोड्ने, टोइलेट गरिसकेपछि तुरुन्तै उठ्ने, यदि धेरै समय लाग्छ भने मोबाइल फोन होइन, मोबाइल फोन लाने बानी हटाउने। आजैदेखि एउटा सानो निर्णय लिनुहोस् कि टोइलेटमा मोबाइल फोन नलाने। यदि तपाईलाई पनि यो बानी छ भने यो भिडियो सक्दो शेयर गर्नुहोस्, किनकि यो समस्या लगभग सबैलाई छ, तर कसैले खुल्ला रूपमा भने कुरा गर्दैन।